यो चाहिँ हाम्रो भुसा बनाउने तरिका हो। हाम्रो पुर्खाले अहिलेसम्म हाम्रो चुरोटको माध्यमबाट पिउँदै चुरोटको प्यास मेटाउनका लागि पिउँदै गरेको एउटा माध्यम पनि भनिन्छ। यो चाहिँ हाम्रो रुखमा पाइने जङ्गलमा पाइने पात र यो के भन्छ चुइयाको डाँठो बनाएर अनि त्यसपछि यसको भुसा भन्ने छुट्टै हुन्छ हैन भाइ? छुट्टै हुन्छ त। यहाँ भर्दैछु भुसा। यो भर्दिनुहुन्छ। यो चाहिँ अब एकछिनपछि यो भरिसकेपछि अब यो चाहिँ यहाँ आगोको माध्यमबाट चट्ट खानुपर्छ। यो चुरोटको स्वादभन्दा अलिक बढी खतरा नै दिन्छ। सो गाइज तपाईँहरूले पनि टेस्ट गर्नुभएको छ कि नै? सो टेस्ट गरिदिनु होला। हाम्रो यो चाहिँ हाम्रो धेरै पहिलादेखि नै खाँदै आइरहेको हुन्छन्। यो सल्काउने माध्यम लाइटरको माध्यमबाट आगोबाट चट्ट राखेर है। सो गाइज कोले खानुभएको छ, कोले देख्नुभएको छ त्यो तपाईँहरूले कमेन्ट गर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला। यो चाहिँ एकदम धेरै नै आनन्द आउने भाव हो। यो खान लाग्न कति भएको हो है? यो त भयो हामीनो 15-16 वर्ष पुगेबाट खान लागेको। ए कुनै असर त गर्दैन अहिले? अझैसम्म त गरेको छैन के 16 वर्षबाट उता खान लागेको मैले अझैसम्म त असर गरेको थाहा छैन। भित्र त खाइरहेको छ होला असर? असर त भित्र त भएको होला के यो उडाएको यो छोट्न डौ भयो हामीलाई खाएर। अब जिन्दगीमा सबैभन्दा जीवन साथी श्रीमान भन्दा प्यारो यो हो। प्यारो यो भोक पनि मारिदिन्छ। एकछिन कति बेला चिन्ता लागेको बेला चिन्ता पनि हटाइदिन्छ यो खाएर। त्यसो भए अब बुढी श्रीमानलाई छोड्ने यसलाई नछोड्ने? यो त अब श्रीमान छोडे झनै चिन्ता लाग्छ पासको पासै गर्ने हो। ल ल ल त्यसो भए तपाईको नाम के हो भनिदिनुस् त? अमृता विक हो। ए तपाईले के गर्नुहुन्छ? के गर्ने खै त्यस्तै झाँक्री बस्दै हिँड्दै गर्छु अरु के गर्ने। एउटा महिला मान्छे भएर पनि झाँक्री बस्ने चलन छ र? छ अब के गर्ने हो भाग्यले दिएको गर्ने त होला। ए ल यो ठाउँको नाम के हो भनिदिनुस् त? यो बिमा हो। ल यहाँ तपाईलाई हेर्ने व्यक्तिहरुलाई के भन्न चाहनुहुन्छ? छोरा हो भतिजा भन्ने हो हेर्नेलाई। ए ल सबैलाई भतिजा कोही भान्जा छन्, कोही भतिजा, कोही बुहारी। हैन तपाईलाई यो फोनको माध्यमबाट यहाँ भित्र हेर्ने हरेक फेसबुकबाट युट्युबबाट हेर्ने व्यक्तिहरुलाई के भन्न चाहनुहुन्छ? कोही दिदी बहिनी हनान, कोही दाजुभाइ हनान, कोही अब छोरा भतिजा हनान। अब हेर्दै हेरुन् कोही बाबा आमा पनि हुन सक्लान् है। हामी त्यतिको उमेरको खाने त। ए तपाईको जिन्दगी तपाईको एकदम अबको तपाईको जुन अबको आउँदै गरेको सोचहरु चाहिँ के छ फेरि? के होस् अब त्यही जीव पालना गर्ने, खाने, मकै खन्ने, गोठमा बस्ने, अब अरु के गर्ने? आटा खाने, बस्ने, जीव पाल्ने त्यही त अरु के गर्ने। ए अनि अहिले तपाईको श्रीमान कता हुनुहुन्छ? गोठमा छन्। गोठमा माया लाग्दैन? लाग्दैन। लागिर के गर्ने खै आन्नन के रे त। ए लौ ठीक छ धेरै मिठो आँसु पो रहेछ त। लौ ठीक छ त्यसो भए गाई छ हाम्रो पुरै यो चाहिँ हाम्रो उहाँको घर हो। म चाहिँ देख्थेन। आहा ल